Music on air, disco on air, mood on air, slowly. Same, but different. Happy No Holi. money, no honey. Good boy goes to heaven. Bad boy goes to Bangkok. Hey guys, welcome back to my another new vlog. So आजको भ्लगमा चाहिँ त्यति साह्रो स्पेशल केही नै छैन। आज चाहिँ म यहाँ के भन्छ यो ठाउँलाई म भन्दा नि हामी म किरण र आशिष आएको छौँ। आशिषले चाहिँ एउटा नौने ठाउँमा जाउँ भने चाहिँ त्यही भएर हामी चाहिँ यहाँ आएको छौँ हैन। अहिले चाहिँ यो ठाउँको नाम चाहिँ के हो भने बुल्केबानमा आएको छौँ। र अर्को कुरा भनेको चाहिँ घाम चाहिँ यस्तो डह्रो लागिरहेछ, चर्को लागेको छ। त्यही भएर चाहिँ हामी घाममा खेल्नु हुँदैन भनेर यता एकछिन चौतारातिर आइरहेको छौँ। A few moments later. Yes. See, oh yes, that's school भन्दा नि यता स्कुल भन्दैन हमारा दुश्मन के भन्छ कस्तो कता हानिन्छ अनि त्यहाँ चाहिँ के पो यो के भन्छ यसलाई कमिला गोला मजा आउँछ पागल हो मजा आउँछ फुटाउनु त जाऊ त्यो हिँड्न न फुटाउनु खोज्दैछ हो त्यो किरणको भाइ किरण तिम्रो भाइ होइन त हो आफ्नै भाइ होइन साइको अस्तिको भाइ होइन त्यो काँडा निकाल्ने काडा हैन अर्को सानो अर्को सानो हैन त्यो एउटा ठुलो ए योभन्दा ठुलो। सो गाइस सुरुमा चाहिँ अब हामी यता तल खोला जाने अनि त्यसपछि भुल्केबानतिर नुहाउनु जाने। ओइ किरण यहीँ खेल्दै हो यहाँ त हो होस् नखेला डुबाउँछ फेरि नि डुबाएर मऱ्यो भने फेरि पागल हो सो आइ एम रियली सरी गाइज यो भिडियोमा चाहिँ थोरै मिस्टेक भएछ, थोरै नभनौँ धेरै मिस्टेक भएछ। भिडियोमा खुट्टा मात्रै देखिएको छ, फुल निस्किएको छैन। अबदेखि यस्तो नहोस् भन्नको लागि म ध्यान दिन्छु। भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सर यस्ता दिन ब्ल्याक कलर छ नि त्यो केटी न केटै हुन्छ तर लड्डु गरेकै हो कहाँ आइपुग्यो अब हामीलाई थाहा छैन यो हैन। अब हामी के छ त्यहाँ ठाउँ छ खतरा आउनु ए ढाड छ जहिले टमाटर गरेको गुड बस्छ निकाल्नु न हामी पनि कति बच्चा निकाल्न पारेको वाउ यस्तो ठाउँ मैले जिन्दगीमा पनि दिएको थिइनँ होइन। यस्तो ठाउँ मैले जिन्दगीमा पनि दिएको थिइनँ होइन। उयो धेरै राम्रो छ यार यो लास्ट टाइम छ हेर न त सिन हेर न पहाडमा अनि हेरै साइकल पड्किँदैन नि पम्प ए पम्प अरे टायर साइकल पड्किँदैन नि पम्प ए पम्प अरे टायर। साला काम बिगार्नु बाहेक त केही जान्दैन नि। अर्का खुट्टा काटिहाल्छ बाल हामीलाई कता जाने हो अब साला अर्काको खुट्टामा काटिहाल्यो। नबना नि आशिष भिडियो नबना नि स्क्रिप्ट नै थाहा छैन स्क्रिप्ट नै थाहा छैन अनि ए यहाँ चाहिँ केले काट्यो फेरि अघिदेखि बनाउँदैछु त ह्याप्पी होली कस्तो कन्टेन्ट ल भन न यमराज ल न म यमराज हुन्छु होइन अनि तिमी उयो दुई मात्र भयो त नि तिमी चाहिँ उयो क्या अनि उतो भइसक्यो माथि चढरमा के हुँदैन म चढ्छु तिमी चढ्छौ तिमीलाई भैँसीले चढ्नु दिन्छ नि ती जाऊ के हुँदैन ए दिन्छ मैले हामी कति भइसक्यो चढ तिमी कस्तो छ अलि खेदाउँछ गुड अनि यो तिम्रो भैँसी र अर्काको भैँसी मिल्छ के हुँदैन हुनु चाहिँ होइन राखेँ कति चढ्छु यहाँ हिँड्न म कन्टेन्ट के अरे यमराज म चढ्छु अहिले नबेर माछा मारे ए मेहाले यसको माछा मारे ओए मोर ओ चाहिँ मार्नु न
पर गफ 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 आज फाइट हो त्यो त फाइट त्यो यस्तो यस्तो हान्यो त्यो एक्सनवाला यस्तो अलिक यस्तोबाट त्यस्तोबाट बनाउनु अलिक ठुलो देखिन्छ अलिक अलिक नजिक नजिक आऊ न त गोरु त्यो हट मेरो न्यू त हुनु पर्यो नि त ओए गोरु तेरो भ्यागु दादेखि हट तेरो भ्यागु दादेखि हट एक्सन एक्सन तल न भयो भयो चल्छ यतिको चाहिँ चल्छ यस्तो छैन तर उभिएर स्क्रिप्ट यस्तो थिएन क्या यार ल स्टार्ट क्यामेरा एक्सन बच्चा नदीको भयो भयो मौसम लो मौसम छोड न मौसम 1 2 3 एक्सन बा अब त्यो सर्ट हाल्नु A few moments later. गाइस अहिले चाहिँ हामी के भन्छ यो त्यहाँ सुटिङ गरेर आइसक्यौँ होइन भिडियो बनाएर आइसक्यौँ होइन सो अहिले चाहिँ धेरै गर्मी भएर है यतातिर आएको छौँ ए यहाँ चाहिँ खेल्दैछ अनि कहाँ गयो किरण त्यता निस्किँदै ओए हेर म कहाँ ल ल ल जाऊ जाऊ त्यहीँ देखिसक्यो अघि मैले त देखिनँ है देखिनँ तिमीलाई ओए हेर देखिनँ नि मलाई ल अँ ओइ कहाँ गयो यता निस्किसक्यो साइकलहरू चाहिँ ए सरी हाम्रो यहाँ क्रस फायर चाहिँ यता चाहिँ लुगा सुकाइरहेको छौँ अघि के पो त्यहाँ भिडियो बनाउनु बेला चप्लङ्गै पसिहाल्यौँ भयो थाहा छैन ओइ घर जाउँ होला हौ अब जा कति बजिसक्यो फान्देऊ ल आउँदैन ओइ ल अँ राइट आस्ता ढाडपोलो के भयो ढाडपोलो के थियो के थियो त्यहाँ ढाडपोलो नि जस्तो ए आफै पसिहाल्यो नि डङ डङ जान्छ त हौ तल खुट्टा तिम्रो खुट्टातिर आजको रियाक्सन सो गाइस अहिले चाहिँ अब हामी जानुपर्ने हुन्छ आएको नै धेरै टाइम भइसक्यो होइन कति 2 घन्टा 3 घन्टा भइसक्यो त्योभन्दा बढी भइसक्यो कति 1 बजिसक्यो आमा कति बजी आएको थियौँ हामी 11 बजीतिर 11 12 1 2 घन्टा भयो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सो अहिले चाहिँ हामी अब घर जानुपर्ने हुन्छ होइन सो थ्याङ्क यू फर वाचिङ एन्ड टेक केयर बाई बाई